हेलो एभ्रिवान, नमस्ते है। अहिले चाहिँ बिहानको समय छ। मैले मेरो कामहरू सबै भ्याइसकेँ, गराउँदैछ। यताबाट हाम्रो नवीन मामा आउँदै हुनुहुन्छ। हेलो मामा। नमस्ते। नमस्ते है। अनि यो गाउँमा चाहिँ एकजना मामाले बनाउनु भएको गुन्द्रुक चाहिँ एकदम फेमस छ है। मैले मेरो दिदीलाई पनि उता विदेशमा पठाएको, एकदम मिठो भयो काशी, फेरि पठाइदेऊ न भन्नुभयो। अनि त्यही भएर मैले उहाँसँग मगाएको है। त्यस्तो मिठो गुन्द्रुक बनाउने मान्छे हुनुहुन्छ यहाँ। नमस्ते। तपाईँको नाम? मेरो नाम गम्बहादुर तामाङ। म बस्ने चाहिँ रोजा बाग्लुङ पानी कोला सोथर 1 नम्बर। ल है त। यो चाहिँ केरा नि उहाँकै बारीको है, एकदम मिठो छ। हेर्दा अलिकति यो नराम्रो देखे पनि यो चाहिँ दबाई नहालेर दबाई नहालेर चाहिँ यो अर्गानिक केरा है। अहिले उहाँले चाहिँ अलिक सस्तोमै दिनुभएको। यो चाहिँ गुन्द्रुक 200 गर्छ। मामा यो खोल्नुहोस् त, गुन्द्रुक देखाम। एकदम मिठो गुन्द्रुक। मेरो दिदीलाई त साह्रै मन पर्यो रे भने। यो त एकदम गोर्मेटभन्दा राम्रो हो नि। कस्तो मिठो छ भने कि। अनि अलिकति बनाउने हो, मिठो बनाउने हो कि धेरै। होइन कसरी बनाउनु हुन्छ म पनि सिक्नु पर्यो भयो यस्तो मिठो बनाउन। योलाई त म तपाईँ घर आउँछु बनाउन, के अरे त्यो सिक्न। भोलि पर्सिको ल म आउँछु है। ल है, यो 1 पाथी गुन्द्रुक, 1 दर्जन केरा। साउ यता छ। अब साउले अब तोलमोल गर्नु पर्यो है। मुई कति हो दिए? मुई 400 रुपियाँ पाथी। दर्जनवाला केरला 150 वा घटे मिसे घटी वा ब्यास र 200 मु चरे है 50 रुपियाँ काटे तिम्रो त तम ल है त। हाम्रो गाउँठाउँको यस्तो कृषकहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ हैन त। हो भन्नुहोस् न। हो ल 550 नगद मैले उहाँलाई हस्तान्तरण गरेँ। धन्यवाद। 50 रुपियाँ घटाउनु भन्दा मान्नु भएन। जागिरवाला किन घटाउने भन्नुहुन्छ? खानु पर्यो नि त नि। खानु नपरे त म त्यतिकै दिन्छु। अनि मलाई के भन्नुभएको रे, घरमा आयो भने फ्रीमा दिन्छु भन्नुभएको है। फ्रीमै दिन्छ नि। ल हुन्छ, म घरमै आउँछु है। म सबैले दिन्छ फ्री। खै त मलाई त कहिले दिँदैन त। अब बोकेर ल्याउने छ यहाँ, यस्तो दुःख छ। ल ठिक छ। अब यो गुन्द्रुक चाहिँ विदेश पुग्ने भयो है। ल हुन्छ। एकदम धन्यवाद। मोरेछ। इजु नगयो सुल्दी। बिचरा मामा, तपाईँहरूको कुकुर त्यो के अरे मरेछ है बिचरा। अन्त नि ल है त मामा, बाई बाई। खासमा त मेरो मम्मी बाबाले नि गुन्द्रुक बनाउनुहुन्छ है त, फुपूले नि बनाउनुहुन्छ। तर यो गुन्द्रुक चाहिँ एकदम मिठो लाग्यो अरे कि मेरो दिदीलाई। अनि मलाई नि एकदम मन पर्यो है। त्यही भएर अब हुन्छ नि, हरेक कुरा बनाउनेको आफ्नो आफ्नो स्टाइल हुन्छ है। उहाँको त खै एकदमै मिठो छ अरे भने। म एकदिन पकाएर पनि देखाउँछु ल तपाईँहरूलाई। यो चाहिँ केरा है। उहाँले चाहिँ जे होस्, उहाँ चाहिँ एकदम राम्रो, के अरे राम्रो भन्नाले नि यो गाउँठाउँको चाहिँ एकदमै एनर्जेटिक कृषक हो उहाँ चाहिँ। उहाँले केरा, डल्ले खुर्सानी धेरै कुरा उत्पादन गर्नुहुन्छ है। अनि हामीले यसरी नै सहयोग गर्छौँ उहाँलाई। र मैले चाहिँ मेरो खाना अघि नै पकाइसकेको थिएँ है। त दाल यता मैले कालो दाल पकाएको छु है। अनि तातो हुनाले राख्दैछु, अहिले खाने टाइम भएको छैन नि त। अनि यता भात भयो। अनि यता चाहिँ मैले आज नै हाम्रो चिकनै हो है। है त 40 टिपम कि जस्तो लाग्छ, धेरै नरहेछ है। खाना पाक्यो। र म चाहिँ अहिले उता एकजना बाजेनिर जाँदैछु है। बाजे चाहिँ अहिले बिराम हुनुहुन्थ्यो, त्यसपछि हामीले रिफर गरेर काठमाडौँ जानुभयो। अहिले उहाँ चाहिँ एकदम जे होस् राम्रो भएर आउनु भएको छ है। अनि अस्ति पनि गएर प्रेसर नापेको, लो थियो। मैले त्यसपछि हाम्रो उता हेल्थ पोस्टमा गएर चाहिँ ड्रिप लगाइदिएँ। अनि त्यसपछि सुगर, युरिन सबै चेक गरेँ, सबै ठिक छ। उहाँको जन्डिस पनि देखेको थियो, जन्डिस पनि एकदम घटेको छ। त्यसपछि म चाहिँ यो बिपी कफ लिएर चाहिँ प्रेसर नाप्न जाँदैछु। उहाँको कति भयो है। म फेरि अब मेरो ट्रेनिङ छ, म हुँदिनँ के यता कति दिनसम्म। त्यही भएर चाहिँ अहिले उहाँलाई चाहिँ फेरि गइरहनु पर्छ के खाने उहाँले थाहा नहुने रहेछ। अनि गएर भनिरहनु पर्छ, डर मान्ने के। स्पेसली यो जन्डिसको बिरामीहरूलाई चाहिँ एकदम डाइटमा एकदम राम्रो गर्नुपर्छ कि। ल है त, म जाँदैछु, तपाईँले देखाउँछु है। बाजु ओ बाजु नै भिडियो लबा के घर यो चाहिँ हाम्रो आमाहरूको भनिसके मूल घर।
ए नेट चलाउनु भएको बजे नेट बाजे ओ बजे भोलि प्रेसर नाप्ने है तो ठाउकै बिफरे ओ kan baji to to so oso kan chere memang mai bi ngai na te na baji to yaren kana pret ngap en kela so thai mo ko the na di chu bi ba बाजी र म ramro छ apa ए ramro यी मसँग नि छ म चाहिँ हरिछामाको बाबाले नाप्न जान लाग्यो के लो थियो अलि ए नाप्ने हुन्छ यता माथि आउनु नि त बाजे चप्पल लाउनुहोस् न त चप्पल बजे तपाईँको त साग त आँगनमै पलाइछ त आँगनमै साग sagam to da oni plo lo sa na pari ba ngai so da the pari da ma mo एक साग त पुग्ने भयो बजेलाई ke ma tan na se bhaje ke bar de mun na mo bi om na chor bani yo काम रो थिनि त न ए तर यो गाउँको त मिठै हुन्छ बजे सिजन अफ भएर काठमाडौँको त अस्ति फुफुले छरेर रहेछ तितो कान्छा बाजे उहाँ चाहिँ हाम्रो कान्छा बाजे छेज्यो है बजे म उहाँको प्रेसर के अरे नापिदिनु पर्यो अब तिरे न ये तिरे केही हुँदैन गाउँघरतिर त यही त हो नाचरम के लम्मा सही आफूसँग कपडा छ भने सबैले थाहा होइन बाजे हो त फाट्या यहाँ फाट्या हैन जेलाई नि भयो नि गाउँघरमा त हम जान कोही फेर पनि गाह्रो माग्दैन है कोही कहिले त सही के फाटेमै गर्यौँ सुमै गर्यौँ मोबाइल खाऊ खै त लो दे समय यो पढ के फिके चले भए म तपाईँको त ठिक छ नि त बजे ठिक रहेछ खै बजे न लगे दा 110 70 लिचो र तो छल ताइगो बजेट छैन लो बजेट साथै नासकल पनि लो 65 र होइन लो यति चाहिँ हाई पनि होइन ठिक्क हो के 65 उनी खाइ यहाँ गलम ठिक ताइबे बा देउगा उनी लो त मे सकासी गरि आइngम तपाईँको त लो एकचोटि हाई पनि भएको थियो बजे तपाईँको फेरि तब हाइ तब अब यस्तै हो प्रेसर नर्मल ए यो कहिले हाई कहिले लो हुन्छ त्यही त हो बाजे सधैँ एकै नास हुँदैन तर हाईहरूको चाहिँ एक हप्तासम्म नि प्रेसर छ नि हाइ तब उनी लो तब हामीले चाहिँ एक हप्तासम्म नाप्छौँ हाई भयो भने चाहिँ तल पठाइदिइहाल्छ कि औषधि खानलाई डक्टरसँग चेक गर्नलाई कोलेस्ट्रोलहरू अनि त्यसपछि इसिजीहरू गराउन यता चाहिँ धेरै मान्छेहरू प्रेसरको रोगी छ कि अहिले चाहिँ प्रायले औषधि खानुहुन्छ बजेको उफु फाल्दैछ यसपालि बजे तपाईँको अहिले हाई भएछ ये उति से सतम बजे 140 90 उन्हें नादे बर खबर में ठीक कताई बजे बेला फिर तो काशी नादे ngalo तो अपन 100 कर पाथो त पाथो म चाहिँ अहिले जाँदैछु है बाजी घरमा चप्पल कराउँछ हो हिँड्दा हामीले छ नि यता प्रेसर नाप्छौँ होइन कतिहरूको बाजे बजेहरूको हाई के हामीले चाहिँ अब प्रेसर नाप्ने अनि काउन्सिलिङ गर्ने है अनि त्यसपछि हामीले तलको जिल्ला हस्पिटलमा पठाइदिइहाल्छौँ कि अनि उहाँहरूले चाहिँ अब सबै इसिजी कोलेस्ट्रोल होइन ब्लड चेक सबै गरेर चाहिँ मेडिसिन दिनुहुन्छ है अनि कति गाह्रो छ कि सम्झाउनलाई औषधि खाए बानी पर्छ खाँदिनँ भन्नुहुन्छ कि जोस् हामीले चाहिँ काउन्सिलिङ गरेर धेरै मान्छेहरूले चाहिँ औषधि खानुभएको छ कि किनभने अहिले त सर्ने रोगभन्दा नसर्ने रोग जस्तै डायबिटिज हाइपरटेन्सन भन्नाले चाहिँ प्रेसर हाई होइन अनि आर्थराइटिस त्यस्तोहरू चाहिँ बढिरहेको छ कि है त्यो भएर टाइममै हामीले फाइन्ड आउट गरेर त्यसको चाहिँ प्रिभेन्टिभ मेजर चाहिँ अप्नाइहाल्नुपर्छ र तपाईँहरू पनि है विदेशतिर हुनुहुन्छ होला कोही कता हुनुहुन्छ होला आफ्नो कामको सिलसिलामा आफ्नो हेल्थको चाहिँ ख्याल राख्नुहोस् है यो चाहिँ हो बाजेको घर पहिला पहिला घरमा यस्तो हुन्थ्यो नि है के भन्छ तगारो भन्छ है तगारो खोल्दैछु जाने यहाँ चाहिँ एकदम राम्रो फुल हुन्छ है बाजे बजे ए नवीन मामा यतै रोडी लो वा त्यो कुकुर त भित्रै आइछ त
Mà cái mini यो लो यो फालिदिउँ है यो मेसेन्जर ठिकै फेरि छ। अर्को उ गरिदिउँ कसको मोबाइल बजेको ल है त अझै बजे मैदाको मैदा कि आटा आटा होला नि बजे मैदा त खानु हुँदैन सबसे नराम्रो मैदा मैदा न आटा मैदा चाहिँ आटा हो आटा आटा हो मैदा त खाने खाइमा ढेँडो नि खान्छ कहिले कहिले रोटी नि खाउनु तमतम है पिउँ यहाँ चाहिँ दाल पाक्दैछ यता छुर्पी यता दुध है यो चाहिँ बाजेको डाइट होला है बाजे नकस्या बाजेको डाइट प्रोटिन डाइट है बाजे चाहिँ अहिले अलिकति अहिले चाहिँ डाइरिया भएको छ अरे उहाँलाई है होइन त बाजे पहिलाको भन्दा त धेरै ठिक भएको नि है धेरै ठिक छ ठिक भएको छ अहिले त पहिला भन्दा धेरै ठिक धेरै ठिक नि आमामा बाजेले तर्साइदिएको हामीलाई बिहा छैन आयो के आयो रे बाजे खाए जेठा 25 26 आज त 27 गते भइसक्यो बाजे तोसा बाजे घेवा र दुध पनि आयो है लगिले हाम त भाइ बुझे टोइलेट याएर खाम पेट कराएको हेर्नुहोस् त म औषधि पठाइदिन्छु त्यो तपाईँको प्रेसर चाहिँ माथि 110 तल 50 यो के हो भने माथि 110 ठिक हो तलको 50 चाहिँ अलि लो हो हामीले प्रेसर चाहिँ तलकोलाई चाहिँ अलिकति ख्याल राख्नुपर्छ के माथिको हाई भन्दा तलको चाहिँ हाई अथवा लोले चाहिँ फरक पर्छ के तपाईँको माथि ठिक छ तल लो छ यसले हामी चाहिँ अब लो नै भनौँ 110 को तल जम्मा 50 छ बाजे है त्यति धेरै चिन्ता त लिने होइन तपाईँ अहिले पखाला चलेर पनि हो है त अहिले चाहिँ तपाईँले मही एकछिन नखानु पर्यो आफूले पच्ने कुरा खानु के है त्यो तेलम चुम तो फतवा ठिबारी तक बे कोही आएर ओजार बेले खुङ्गा पाखरा मलगाई ए यो चाहिँ अलि सुक्खा भएको हो उमेर बढ्दै गएपछि यो शरीरको पानी अनि पछि यो छालाको इलास्टिसिटी घट्दै जान्छ कि यो झोलिने हुन्छ यसको लागि चाहिँ आफूले सुट हुने तेल जन्सन बेबी बच्चाको तेललाई नि भयो नरिवल तेललाई नि भयो के मसाज गर्ने है 130 80 ठिकै छ माथि 130 तल 80 तपाईँको एकचोटि बढेको थियो है तपाईँको अहिले ठिक छ 130 80 बाजेको चाहिँ तलको अलिक कम छ है बाजे डाइरिया भयो कि पखाला चलेर नि हो नि त बाजे खै हुन्छ खाली पेटमा खाँदा खाइदिएँ मिठो छ मिठो छ है छानेले चाहिँ मोही नखानुहोस् ल बजे यही ल खानु अब ल बिचरा हामीले यति थोरै होइन गफ गर्दै पनि उनीहरूको कुरा सुनेर होइन के भए समस्या सुनेर त्यो अनुसारको सेवा दिँदा पनि मन खुसी हुन्छ कि है यहाँको वेदर त यस्तै हो फेरि हुस्सो लाग्ने पानी पर्ने है बेसी सहरमा त यति गर्मी छ कि म त राति त सुत्नै सक्दिनँ भने यहाँ त एकदम शीतल है जाम है त मोटे मामा घर मकै बोइल मकै हो उमालेको थ्याङ्क यू ए तपाईँ कपुर गाउँ गएर आउनुभएको हाम्रो फुबु चिया र यो के को तरकारी हो बजी यो त्यो वर्ष त्यो हामीले सरको घरमा त्यो गोरा थियो नि सिकाइदिएको थियो गाउँको मकै बोइल मकै मिठो फुबु बजे याइ ओ ए प्रेसर नाप्ने अहिले नाप्दिउँ अहिले नाप्दिएर ल अहिले नाप्दिन्छु ल ल याइ ओ ल बाई बाई ल गफ गर्नु मकै खाँदैछु है के हो त बजी त्यो ए
लु अब बजेको घर पनि जानु पर्यो र आजको भिडियोमा यति नै है। सम्पूर्णलाई म बाई बाई भन्न चाहन्छु, साथै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला है र सम्पूर्णको दिन एकदम शुभ रहोस् है। बाई बाई।